हेलो साथीहरू नमस्कार। आज हामी काठमाडौँमा रहेको कीर्तिपुरको झोलङ्गे पुलतिर जाँदैछौँ र एकदमै रमाइलो ठाउँ। यता जानै पर्ने हुन्छ सबैले काठमाडौँ आएपछि, होइन? हाम्रो पहाडको यताउतिको यता गाउँको याद दिलाउँछ यसले। र हामीसँग तपाईँको म, मेरो दिदी, मेरो दाइ र मेरो साथी प्रवास हामीसँगै छ। हामीहरू 4 जना मिलेर गइरहेका छौँ र यो हामीहरू अहिले तपाईँको त्यहाँ पुगेपछि तपाईँलाई त्यहाँ भएका दृश्यहरू र विभिन्न ठाउँको विभिन्न रमणीय ठाउँ देखाउनेछौँ। र अहिले हामीहरू यहाँ बाटोमा छौँ। बाटोमा आज खासै मान्छेहरू नभएको कारणले हामीहरू यत्तिकै हिँडिरहेछौँ र यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। र तपाईँ पनि यदि काठमाडौँमा नयाँ हुनुहुन्छ भने तपाईँले यो ठाउँमा पुग्नु भएको छैन भने अवश्य एकचोटि पुग्नु होला। यहाँ हाम्रो कीर्तिपुरको यो तपाईँको यो टियुभन्दा पछाडि छ र यो हस्पिटलभन्दा पछाडि छ। कीर्तिपुर हस्पिटलभन्दा अलि पछाडि ब्याक साइडबाट हामीले जानुपर्दछ। यहाँ जानको लागि कुनै त्यस्तो शुल्क तिर्नुपर्ने कुनै छैन, त्यस्तो छैन। एकदमै हाइटमा रहेको यो झोलङ्गे पुल। अब हामी एकछिनमा पुग्नै आँट्यौँ। एकछिनमा पुगेपछि हामीहरू तपाईँलाई एकदमै त्यहाँको दृश्यहरू देखाउनेछौँ। त्यहाँ कस्तो छ त, म पनि यो पहिलोचोटि गइरहेको भएर चाहिँ मलाई त्यति खासै थाहा भएन। त्यहाँ पुगेपछि म तपाईँलाई भन्नेछु। र अर्को कुरा, मैले यहाँ जानुभन्दा पहिले मैले आफ्नो साथीलाई सोधेर गएको। एकदमै रमाइलो ठाउँ छ भन्ने सुनेर मात्रै म आएको हो। अब हामी यहाँ झोलङ्गे पुल प्रवेश गर्न लाग्यौँ है साथीहरू। ल, यता यहाँ गेटमा पुग्यौँ हामीहरू। अब यहाँ के छ त, यता क्यान्टिनहरू पनि रहेछ, यता होटेलहरू पनि रहेछ। तपाईँहरूलाई ल स्वागत छ है सबैलाई यता झोलङ्गे पुलमा। ल, मेरो साथी प्रवास अगाडि हिँडिरहेको छ, म पछाडि छु र मेरो दिदी र दाइ पछाडि हुनुहुन्छ। तपाईँलाई कस्तो लाग्छ यो झोलङ्गे पुल? तपाईँलाई कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया अवश्य नै दिनु होला, होइन? अब मैले पनि यो पहिलोचोटि आएको भएर एकदमै हाइटमा रहेछ यो, होइन? अलिअलि म पनि यो पुलमा चढेर भिडियो बनाउनलाई पनि अलिअलि अप्ठ्यारो भइरहेको थियो। अहिले मेरो साथीले तपाईँको प्रवासले यो मोबाइलको क्यामेरा समातेर मलाई चाहिँ उता देखाउन लगाइरहेको छ र म तपाईँलाई देखाउँछु। धेरै हाइटमा छ यो अलिअलि नदी पनि छ तल, अलिअलि पानी पनि आउँछ, धेरै आउँदैन। अब बर्खा मौसममा धेरै पानी आउने होला यसमा, होइन? र यता हेर्नुहुन्छ तपाईँले, यता विभिन्न फुलहरू पनि फुलेका छन्। यो अहिले तपाईँको वसन्त ऋतुमा राम्रो रमणीय ठाउँहरू। यताबाट सहर पनि हेर्नुहोला, तपाईँहरू हेर्नुहोला झोलङ्गे पुल। मैले वारि आएर तपाईँहरूलाई राम्रो दृश्य देखाएको छु। यता हेर्नुहोस् के को हो यो, तपाईँहरू कमेन्ट गर्नुहोला यो के रुख हो। र यहाँ हामी यो सिँढीमाथि चढेर हामी अहिले गइरहेका छौँ। ल, हेर्नुहोस् त कति राम्रो। आहा, तपाईँले आउनै पर्ने हुन्छ साथीहरू। तपाईँ कहाँबाट हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोला। र यहाँ धेरै मान्छेहरूको घुइँचो पनि लाग्ने हुन्छ। यहाँ घुम्नको लागि विभिन्न विद्यार्थीदेखि लिएर विभिन्न टुरिस्टहरूदेखि लिएर सबै प्रकारका यहाँ मान्छेहरू आउने गरेका हुन्छन् साथीहरू। र साथीहरू हामी अहिले यहाँ पछाडि घर फर्किन थालिसक्यौँ। ओके साथीहरू, म अहिले अब भिडियोको अन्तिममा छौँ र सबैलाई धन्यवाद हेरिदिनु भएकोमा। थ्याङ्क यू है। कमेन्ट गर्नुहोला। थ्याङ्क यू।